नमस्ते। एउटा सुरक्षित सम्मानजनक भविष्य यो हामी सबैले देख्ने सपना हो, होइन त? आज हामी एउटा यस्तो सरकारी योजनाको बारेमा कुरा गर्दैछौँ जसले यो सपनालाई विपनामा बदल्न साँच्चै मद्दत गर्न सक्छ। एकछिन सोचौँ त, जसको सरकारी जागिर छैन, वा कुनै पेन्सनको व्यवस्था छैन, उहाँहरूको बुढेसकालमा आर्थिक सुरक्षा कसरी होला? यो एकदमै गम्भीर र महत्त्वपूर्ण प्रश्न हो र आजको हाम्रो छलफलको विषय पनि यही हो र यसको समाधान पनि हो। त्यही महत्त्वपूर्ण प्रश्नको जवाब हो नागरिक पेन्सन योजना। ल, अब ढिला नगरी यो योजना के हो र यसले सबैलाई कसरी समेट्छ विस्तारमा हेरौँ। एकदम सरल भाषामा भन्नुपर्दा यो नागरिक लगानी कोषले चलाएको एउटा लामो अवधिको बचत र सामाजिक सुरक्षाको कार्यक्रम हो। यसको आइडिया एकदमै सिधा छ। आज थोरै थोरै पैसा नियमित रूपमा जम्मा गर्ने र त्यही पैसाले भोलि बुढेसकालमा ठूलो सहारा दिने। ल, अब यसको मुख्य उद्देश्य के हो त? यसका दुईवटा एकदमै स्पष्ट लक्ष्य छन्। पहिलो त बुढेसकालमा मासिक पेन्सन दिएर आर्थिक रूपमा सुरक्षित बनाउने, र दोस्रो खासगरी कम र मध्यम आम्दानी भएकाहरूमा नियमित बचत गर्ने बानी बसाल्ने। त्यसो भए यसमा सहभागी हुन को योग्य छन् त? आउनुहोस् हेरौँ यो योजना कत्तिको समावेशी छ। यो योजना साँच्चै सबैका लागि हो, जस्तै आफ्नै काम गर्ने किसान, व्यापारी वा अरू कुनै पेसाकर्मी, निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरू अनि विदेशमा काम गरिरहनुभएका नेपाली नागरिकहरू पनि। छोटकरीमा भन्दा सरकारी पेन्सन नपाउने जुनसुकै नेपाली नागरिक यसमा सहभागी हुन पाउँछन्। यो भनाइले नै योजनाको सबैभन्दा राम्रो पक्षलाई देखाउँछ। मतलब कसैको उमेर, पेशा वा बसोबास गर्ने ठाउँको आधारमा भविष्य सुरक्षित गर्ने मौकाबाट कोही पनि पछाडि पर्नु भएन। ल, अब अलि भित्र पसेर हेरौँ यो योजनाले काम कसरी गर्छ त? पैसा कसरी जम्मा गर्ने, पेन्सन पाउन के गर्नुपर्छ र पैसा कसरी फिर्ता आउँछ, सबै कुरा। हेर्नुहोस् त, कति सजिलो बनाइएको छ। महिनाको जम्मा 500 रुपियाँबाटै सुरु गर्न सकिन्छ। हो, मात्र 500 रुपियाँ। यसले गर्दा धेरैभन्दा धेरै मानिसको पहुँचमा पुगेको छ यो योजना। अनि पैसा जम्मा गर्ने तरिका पनि एकदमै फ्लेक्सिबल छ। मतलब आफ्नो आम्दानी कसरी आउँछ त्यही अनुसार मिलाउन सकिन्छ, चाहे महिनामा होस् वा 3 महिनामा, 6 महिनामा वा वर्षको एकैपटक। जस्तो सजिलो हुन्छ उसै गर्न पाइयो। अब पेन्सन कहिलेदेखि पाउन थाल्ने त? यसका लागि जम्मा दुईवटा शर्त पूरा गर्नुपर्छ। पहिलो, उमेर 60 वर्ष पुग्नु पर्यो, र दोस्रो, कम्तीमा पनि 15 वर्षसम्म पैसा जम्मा गरेको हुनु पर्यो। एकदमै सिधा र सरल। पेन्सन कति पाइन्छ भन्ने हिसाब किताब पनि एकदमै पारदर्शी छ। आफूले जम्मा गरेको पैसा, त्यसमा आएको ब्याज अनि कोषले लगानी गरेर कमाएको नाफा, यी सबै जोडेर जति रकम हुन्छ त्यसलाई 170 ले भाग गरिन्छ। अब यो 170 के हो भन्नुहोला? यो चाहिँ विभिन्न वित्तीय हिसाब किताब गरेर निकालिएको एउटा अङ्क हो, जसले गर्दा पेन्सन लामो समयसम्म दिगो रूपमा दिन सकियोस्। योग्यता पूरा भइसकेपछि दुईवटा विकल्प हुन्छन्। एउटा, जीवनभरि हरेक महिना पेन्सन लिइरहने, वा अर्को विकल्प, होइन, मलाई एकैचोटि सबै पैसा चाहिन्छ भन्न पनि पाइयो। मतलब जम्मा भएको सबै रकम ब्याजसहित एकमुष्त झिक्न पनि सकिन्छ। अब यति लामो समयको लागि पैसा जम्मा गर्ने भनेपछि मनमा एउटा कुरा खेल्न सक्छ, मेरो पैसा सुरक्षित छ त? यो चिन्ता एकदमै स्वाभाविक हो। ल, अब यसमा के कस्ता सुरक्षाका उपायहरू छन् त्यो हेरौँ। यो योजनाले सहभागीको मात्र होइन, उहाँको परिवारको पनि ख्याल राख्छ। जस्तै कथन कदाचित सहभागीको मृत्यु भयो भने उहाँको श्रीमान वा श्रीमतीले पारिवारिक पेन्सन पाउनुहुन्छ। यदि श्रीमान श्रीमती कोही हुनुहुन्न भने कानुनी हकवालाले सबै जम्मा भएको पैसा एकैचोटि पाउनुहुन्छ। यति मात्र होइन, काजक्रिया खर्चको लागि पनि केही रकम दिइन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, यो पैसाको व्यवस्थापन सरकारको आफ्नै संस्था नागरिक लगानी कोषले गर्छ। त्यसैले लगानी डुब्ला कि भन्ने चिन्ता लिनै परेन। अनि अर्को राम्रो कुरा के छ भने आफ्नो मोबाइल एपबाटै कति पैसा जम्मा भयो, कति बढ्यो भनेर जति बेला पनि हेर्न मिल्छ। एकदमै पारदर्शी छ। ल, अब हामी अन्त्यतिर आइपुगेका छौँ। समग्रमा हेर्दा यो योजना किन यति महत्त्वपूर्ण छ त? आजको सानो बचतले भोलिलाई कसरी बलियो बनाउँछ त्यसको सार हेरौँ। यो योजना पैसा बचत गर्ने एउटा माध्यम मात्रै होइन। खास गरी जसको सरकारी पेन्सन छैन, उहाँहरूका लागि यो एउटा उत्तम विकल्प हो।
यसले कम आय भएकालाई पनि आफ्नो भविष्य बनाउन बल दिन्छ। बुढेसकालमा सम्मानका साथ कसैको भर नपरी बाँच्न सिकाउँछ, अरूमाथिको निर्भरता घटाउँछ। यो नागरिक पेन्सन योजनाले भविष्य सुरक्षित गर्न एउटा बलियो बाटो देखाएको छ। अब सोच्ने पालो हाम्रो। आफ्नो भविष्यको लागि हाम्रो योजना के छ त?